जाजुकोटी मतदाताहरूलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छु कि यो बेला अत्यन्तै कठिन अवस्था कि एउटा शब्दमा अघि हजुरले भनेको जस्तै सुनामी आएको बेला पनि जाजुकोटी जनताले मलाई विश्वास गर्नुभएको छ र जाजुकोटका समग्र विषयहरूका सन्दर्भमा परिवर्तनको चाहिँ एउटा त्यो सम्भावना त्यो देख्नु भएको छ मबाट र खास गरी यो अवस्थामा जाजुकोटका तमाम मतदाताहरूले जे जाजुकोटका भौतिक संरचनाहरू जाजुकोट खास गरी पछिल्लो भूकम्प 2080 कार्तिक 17 गते गएको विनाशकारी भूकम्प छ त्यो भूकम्पबाट प्रभावित नागरिकहरू छन् त्यहाँ करिब 37,700 नागरिकहरू आज पनि घरबार विहीन भएका छन् शिक्षा स्वास्थ्य लगायतका जे आधारभूत आवश्यकताहरू छन् तिनको चाहिँ आज स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्ने सुत्केरी आमाहरू हाम्रा बच्चाहरू जो शिक्षाको चाहिँ गुणस्तरीय शिक्षा पाउन नसकेका हाम्रा बालबालिकाहरू लगायतका थुप्रै समस्याहरू छन् त्यो जिल्लामा ती समस्याहरूका बीचमा पनि यो पटक यी सबै समस्याहरू कति सम्भव होलान् नहोलान् तर जनताले एउटा विश्वास नागरिकसँग जोडिने कुराहरूमा जसले जनप्रतिनिधिहरू आज चाहिँ जसरी नागरिकसँग जोडिनु पर्ने ती विषयहरूलाई नेपालको सार्वभौम संसदमा चाहिँ ज्वलन्त बडा जोरदार रूपमा उठाउनु पर्ने विषयहरू छन् ती विषयहरूका बीचमा पनि त्यो विश्वास गरेर चाहिँ उहाँहरूले मतदान गर्नुभएको छ यो समय बदलिएको छ बदलिँदो समयमा बदलिँदो नेतृत्व जनप्रतिनिधिले काम गर्छन् भन्ने विश्वासको साथ उहाँहरूले मतदान गर्नुभएको छ पक्कै पनि ती कुराहरूमा मेरो गम्भीरतापूर्वक ध्यान पुग्नेछ म त्यसरी लाग्छ प्रतिस्पर्धीलाई कसरी चाहिँ पराजित गरे त्यो मुख्य कारण चाहिँ के हो एउटा प्रमुख कारण त म जनतासँग जोडिएको थिएँ नजिक थिएँ किनभने म विगत 20-25 वर्षदेखि चाहे त्यो कोभिडको बेला होस् चाहे चाहिँ स्वाइन फ्लूको बेला होस् चाहे त्यो चाहिँ पछिल्लो भूकम्पको बेला होस् नागरिकहरूसँग जोडिने कुराहरू चाहे त्यहाँका सार्वजनिक सवालका विषयमा होस् भौतिक संरचना सबै विषयहरूमा जोडिनुको पछाडि यो रिजल्ट चाहिँ आएको हो किनभने मैले निरन्तर उहाँहरूसँग बिना पूर्वाग्रह गरे चाहिँ उहाँहरूसँग चाहिँ त्यो व्यवहार गरेँ ती मुद्दाहरूलाई चाहिँ हामीले आफ्नो ठाउँबाट मैले चाहिँ ती मुद्दाहरू उठाएँ जसको परिणाम उहाँहरूले मलाई विश्वास गर्नुभएको छ कि हामी अहिले मलाई के लागिरहेको छ भने आजको राजनीति भनेको हाम्रो चाहिँ नेतृत्व वा चाहिँ हाम्रा जनप्रतिनिधिहरू जनतासँग जोडिन नसकेकै प्रतिफल हो यो पछिल्लो किनभने अलिकति अहङ्कार कांग्रेसको पराजय कांग्रेसको एज पुराना चाहिँ जो स्थापित दलहरू छन् मूलधारका दलहरू थिए तिनीहरूमा कहीँ न कहीँ यो चाहिँ कमजोरी भएको छ त्यो चाहिँ उहाँका व्यवहारिक कुराहरू होस् या त उहाँहरूको काम गर्ने कार्यशैलीका हिसाबले यिनी कुराहरूमा चाहिँ हामी आगामी दिनमा यो कुरा हाम्रो लागि सिकाइ हुन करेक्सन हुनपर्छ भन्ने म ठान्दछु भनेपछि तपाईँ यसपटक चाहिँ जित्नु भयो जनताले जिताए हैन भाग्य र भविष्य सुम्पिनु भएको छ जाजरकोटवासीहरूले कति मतले जित्नु भयो मैले चाहिँ 20,142 प्राप्त गरेँ झन्डै 2700 भन्दा बढी भोटले मेरो निकटतम प्रतिद्वन्दी जाजरकोटमा नेपालमै स्थापित नेता मैले सम्मान गर्छु शक्तिबहादुर बस्नेत जो नेकपा नेपाली कम्युनिस्ट पार्टीको सिनियर नेता मध्ये हुनुहुन्छ उहाँ लगातार तीन पटक निर्वाचन चाहिँ जितिसक्नु भएको मुलुकको संघीय मन्त्री गृह मन्त्रालयदेखि लगायतका महत्त्वपूर्ण मन्त्रालय सम्हालिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ उहाँसँग चुनाव लड्दा वास्तवमा उहाँले म चाहिँ जो उहाँ पराजित हुनुभयो म जितेँ उहाँले थाल्नुभएका केही कामहरू छन् ती कामहरू पनि मैले पुरा गर्ने अठोट लिएको छु र जनताका चाहिँ ती आवश्यकताहरू जनताले जे किसिमको विश्वास गर्नुभएको ती कामहरूमा म दत्तचित्त भएर लाग्ने चाहिँ मैले प्रण गरेको छु त्यो प्रतिबद्धता गरेको छु चुनावी घोषणापत्र खास गरी मैले धेरै त लम्बे ताम मान्छेहरूलाई पढ्न वा हेर्नै नमिल्ने चाहिँ घोषणापत्र पनि थिएन मेरो म जनतासँग गएँ म चाहिँ जनताका बीचमा भनेको छु मैले घोषणापत्र मसँग छैन म निर्वाचन जित्छु म जितिसकेपछि जब चाहिँ हाम्रो उम्मेदवार चाहिँ हुँदै गर्दा चाहिँ मैले भनेका कुराहरूले कुनै अर्थ राख्दैन नेपालको राजनीतिक परम्परामा के छ भने यो नेताहरूले भन्ने मात्रै हुन् उम्मेदवारले भन्ने कुरा हुन् तर चाहिँ काम चाहिँ भोलि जितिसकेपछि गर्दैनन् भन्ने कुरा मलाई थाहा थियो त्यसकारण मैले भनेको के थिएँ भने त्यहाँ म चाहिँ तपाईँहरूको उम्मेदवार हो म तपाईँ चुनाव जित्छु यो पटक र चुनाव जितिसकेपछि तपाईँहरूको आवश्यकताका बारेमा मलाई थाहा छ ती आवश्यकता तपाईँहरूसँग जितिसकेपछि आएर म तपाईँहरूसँग अब आवश्यकताका आधारमा पहिचान कामको पहिचान योजना छनौटका कुरा होलान् तपाईँहरूको आवश्यकताहरू के हुन् भन्ने कुराको यो 5 वर्षमा अल्पकालीन दीर्घकालीन र मध्यकालीन
तीन क्याटेगोरीमा तपाईँहरूसँग बसेर मैले ती चाहिँ आवश्यकताहरूलाई पहिचान गर्छु र त्यही अनुसार चाहिँ काम गर्छु भनेर मैले त्यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अहिले पनि यो तपाईँहरूको लोकप्रिय मिडिया मार्फत पनि मेरो आम मतदाताहरूलाई म भन्न चाहन्छु कि म केही पालिकामा निर्वाचन पश्चात म गएर मतदातासँग धन्यवाद दिएको छु। मैले आफूले चुनाव पश्चात जितिसकेपछि कमिटमेन्ट गरेको छु भने केही पालिकामा अलिकति भौगोलिक विकटता छ जाजरकोट जिल्ला, अनि यहाँ चाहिँ शपथ ग्रहणदेखि अन्य चाहिँ कार्यक्रम भएको हुनाले म काठमाडौँ राजधानी आइपुगेको छु र यो चाहिँ कार्यक्रम लगत्तै मैले समय मिलाएर फेरि थप मतदाताहरूसँग गएर आफ्नो चाहिँ कमिटमेन्ट अब गर्छु। मैले कमिटमेन्ट गर्छु र सदनमा उहाँहरूको आवाजहरू आज जस्तो जाजरकोट जिल्ला अत्यन्तै भौगोलिक हिसाबले ठुलो जिल्ला छ, किनभने 2230 वर्ग किलोमिटर क्षेत्रफल फैलिएको जिल्ला हो। त्यो जिल्लाका धेरै ठाउँमा चाहिँ बाटो पुगे पनि त्यो चाहिँ 3 महिने 6 महिने चाहिँ बाटोहरू छ। त्यहाँ आज बत्ती पुगेको छैन, विद्युतीकरण जाजरकोट बत्ती पुगेको छैन, 36% मात्रै बत्ती पुगेको छ जाजरकोटमा। अनि ऐतिहासिक सांस्कृतिक पुरातात्विक चाहिँ सम्पदाहरू छन् जसले जाजरकोटकोलाई चिनाउन सक्दछन्, तिनीहरूको चाहिँ प्रवर्धन पहिचान हुन सकेको छैन। त्यो मध्य पहाडी लोकमार्ग छ जाजरकोट भएर जाने, जसले व्यापारिक केन्द्रका रूपमा जाजरकोटलाई चाहिँ चिनाउन चाहन्छ कि त्यहाँको चाहिँ भेरी नदीमा पुल बनेको छैन लगायतका चाहिँ त्यो बाटोहरूमा चाहिँ देशभरि त्यो बाटो चाहिँ गाडी कुद्ने छ भने जाजरकोटमा त्यो चाहिँ पुल र त्यो एउटा चाहिँ मनता भिडका कारणले आज जाजरकोट भएर गाडीहरू कुद्न सकेका छैनन्। नलगाड हाइड्रो पावर छ जो 417 मेगावाटको चाहिँ हाइड्रो पावर छ कि त्यहाँको जग्गाको अधिग्रहण गरेर सरकारले चाहिँ मुआवजा वितरण गरिसकेको छ। अब चाहिँ घर टहराको मुआवजाहरू वितरण गर्न सकिरहेको अवस्था छैन। त्यति ठुलो राज्यको प्राथमिकतामा पर्ने प्रोजेक्ट आज ओझेलमा छ। लगायतका धेरै ठुला महत्त्वपूर्ण योजनाहरू छन्। ती कामहरूका लागि हामीले अब जनता के चाहन्छन्? जाजरकोटवासी जनता चाहन्छन् आज तपाईसँगको अपेक्षा के हो? पहिलो कुरा मसँग घर चाहन्छ। जनताहरूले आज चाहिँ नागरिकका घरहरू चाहिँ भत्किएका छन्। आज चाहिँ टिनको छानामुनि नागरिकहरू बस्नु परेको अवस्था अझ 28 महिना बितिसकेको छ। उहाँहरूको चाहिँ घर छैन, टिनको छानामुनि बस्नु परेको अवस्था छ र उहाँहरूको घरहरू सबैको बस्ती त्यही हो। बस्ती त्यही हो। जाजरकोटका सबै घरहरू आज भूकम्पले धुजा भएका छन्, बस्न योग्य छैनन्। कोही त चाहिँ पुरै डिस्ट्रोइड भइसके, ध्वस्त भएका छन्। ती घरहरूमा नागरिकहरू बसिरहेका छन्। आज राज्य र हामी राजनीतिक दलहरूमाथि प्रश्न चिन्ह खडा गरिरहेको हामीलाई राज्य कहाँ छ? राज्यले हामी चाहिँ 28 महिनासम्म हिजो चाहिँ काठमाडौँ चाहिँ गोर्खा चाहिँ भूकम्पमा करिब 8-9 लाख घरहरू बने, 8-9वटा जिल्लाका घरहरू बने। जाजरकोट हुकुम पश्चिम र सल्यानका करिब चाहिँ 62-63 हजार घरहरूका बारेमा राज्यले प्राथमिकता दिएको छैन कि त्यसकारण जनताहरूले आज पहिलो कुरा त हाम्रा घरहरू बनाउन् कि हामी कमसेकम चाहिँ सुरक्षित घरमा बस्न पाऊँ भन्ने उहाँहरूको पहिलो माग छ भने, दोस्रो कुरा चाहिँ भौतिक संरचना जस्तो शिक्षाको सवालमा गुणस्तरीय शिक्षाका कुरा होलान्, भौतिक संरचनाको उसको चाहिँ त्यहाँ चाहिँ भवनका कुरा होलान्, त्यहाँ चाहिँ शिक्षकका कुरा होलान्, कर्मचारीका कुरा होलान्। यिनी कुराहरू स्वास्थ्यमा पहुँच आज पनि आजभन्दा केही दिन अगाडि मात्रै नलगाड नगरपालिका वडा नम्बर 1 मा एउटा सुत्केरी आमाले उपचार गर्न लिँदै जाँदा चाहिँ ज्यान गुमाउनु परेका चाहिँ यस्ता दर्दनाक कथाहरू छन्। त्यहाँ किसानहरूको अवस्था झनै चाहिँ कहाली लाग्दो छ। हाम्रा बालबालिकाहरूको स्वास्थ्यको कुपोषणको कुराहरू छन्, धेरै विषयहरू छन्। यी विषयहरू एकैचोटि त्यो चाहिँ जादुको छडी त होइन, समाधान गर्न नसकेला, तर त्यो एउटा लयमा एउटा पाइपलाइनमा लिन सकिन्छ भन्ने चाहिँ आत्मविश्वास छ। राज्यले अहिले नयाँ चाहिँ सरकार बन्दैछ, हामी सदनमा हामी प्रतिनिधित्व गर्दैछौँ। यी कुराहरू हामीले जोरदार रूपमा आज मैले यो कुरामा जाजरकोटको चाहिँ प्रतिनिधि हुनुको नाता जाजरकोटको मात्रै कुरा गरिरहेको छु, तर यो प्रतिनिधिमूलक रूपमा जाजरकोट हो र सिङ्गो देशका कुना कन्दराका चाहिँ जिल्लाहरू बस्तीहरूका समस्या हुन्। त्यसकारण यिनी कुराहरूमा राज्यले पहिलो प्रायोरिटीमा राख्नुपर्छ। यिनी चाहिँ सुशासनका कुराहरू छन्। हेर्नुहोस्, अब आज चाहिँ मुलुकमा यही भदौ 23-24 गतेको आन्दोलन जो भयो, यो आन्दोलनमा सुशासनको कुरा थियो, सामाजिक सञ्जालमाथिको प्रतिबन्धका कुराहरू थिए। यी साना कुराहरूले आज मुलुकमा यति ठुलो चाहिँ तहस नहसको अवस्था आयो र एउटा मुलुक लयमा, यो निर्वाचनपछि लयमा चाहिँ गएको छ र आम नागरिकहरूले त्यो चाहिँ विश्वास चाहिँ व्यक्त गरेका छन् र त्यसकारण हामीले अत्यन्तै जिम्मेवार भएर इमान्दारपूर्वक काम गर्नु पर्दछ। भने शक्तिबहादुर बस्ने जस्तो नेतालाई पनि पछि पारे तपाईँलाई जिताए जनताले, होइन? त्यो विश्वास चाहिँ तपाईँले पाउनु भएको छ, होइन? अब यसलाई चाहिँ
कुनमा परिणत गर्नुहुन्छ 5 वर्षमा चाहिँ? यसलाई अब खास गरी मैले अघि पनि भनेर म जोड्न चाहन्छु कि मैले उहाँले चाहिँ थालनी गर्नुभएका कामहरूलाई पनि हामीले पूर्णता दिनु छ र जनताले अहिले नयाँ अपेक्षा गरिरहेका छन्। कमसेकम आफ्ना आवाजहरू चाहे बोलेर सदनमा चाहे विभिन्न सञ्चार माध्यमबाट कि सरकारलाई र नीति निर्माण जो हामी यो तहमा पुग्यौँ र हामीले आज विशेष गरी प्रतिनिधि सभाको चाहिँ सांसद भन्नुहोस् या राष्ट्रिय सभाको चाहिँ सदस्य भन्नुहोस्, हाम्रो काम भनेको विधि कानुन बनाउने हो। विधि र स्थिति चाहिँ स्थापित गर्ने काम, निर्माण गर्ने मुख्य भूमिका यो हो। र सँगसँगै त्यति मात्र होइन, त्यो सांसदले त्यहाँका चाहिँ तल चाहिँ समाजका वा जनताका विषयवस्तुहरूलाई पनि उठाउने हो र समाधान गर्ने पनि हो एउटा सांसदको काम। त्यसकारणले हामी पहिलो प्रायोरिटी भनेको कानुन निर्माण नै हो कि मुलुक स्थिति र विधिमा चलेन भन्ने कुरा आज तलसम्म एउटा मतदातासम्म पुगेको छ। व्याप्त चाहिँ अनियमितता भयो, भ्रष्टाचार भयो, त्यहाँ चाहिँ आफ्नो नातागोतवाद कृपावाद भयो र चाहिँ मुलुक चाहिँ लयमै हिँड्न सकेन। अब त्यो कुरालाई चाहिँ अबको जनप्रतिनिधिले चाहिँ पुरा गरिदिउन्, त्यो चाहिँ जे किसिमको खाडल छ त्यसलाई चाहिँ पुरा गर्नु। अब नीति र नेतृत्व तपाईँ जस्ता युवाको हातमा त सुम्पिसकेका छन् जनताले, होइन? परिवर्तन हुन्छ त 5 वर्षभित्रमा? परिवर्तन जाजरकोटमा केही मुहारेहरू फेरिन्छन्? स्योर फेरिन्छ, मेरो आत्मविश्वास हो स्योर फेरिन्छ। किनभने अहिले जनताले के चाहन्छ, हामी जनतासँग डराउनु पर्ने अवस्था आएको छ। किनभने हिजोको नेतृत्व वा चाहिँ कतिपय सवालहरूमा काम गर्दै गर्दा कहीँ न कहीँ कमजोरी भएका छन्। त्यो कमजोरीका कारणले आजको यो अवस्था सिर्जना भएको छ। त्यो कुरा त सबैले बुझिराखेको मनन गरेको कुरा हो नि त। त्यसकारणले अब त्यो कुरा हामीले त्यो चाहिँ अभाव त्यो समस्या चाहिँ त्यही अवस्थामा राख्नु हुँदैन, यसलाई समाधान गरेर जानुपर्छ। र खास गरी एउटा चाहिँ म यहाँ जोड्न चाहन्छु कि एउटा सांसदले के पनि परिवर्तन समाजमा त्यो हिजोको भाष्य के हो भने सांसदले मात्र केही गर्दैन, हुन सक्दैन, त्यसको लागि मन्त्री हुनुपर्छ, प्रधानमन्त्री हुनुपर्छ, हेभी वेट हुनुपर्छ भन्ने जुन चाहिँ भाष्य थियो नि, त्यसलाई अब हामी चेन्ज गर्नुपर्दछ। कुरा के भने कि सांसद र प्रधानमन्त्री वा मन्त्रीले मात्रै यहाँ चाहिँ विकास आफ्नो क्षेत्रमा बजेट हाल्ने होइन। यो देशका सबै 165 निर्वाचन क्षेत्र कि 753वटा पालिका र नेपालका सबै वडाहरूलाई समावेशी र समानुपातिक रूपमा चाहिँ हेर्नु पर्दछ। प्रधानमन्त्री वा क्याबिनेट मन्त्री या जोसुकैले नीति निर्माण तहमा वा बजेट चाहिँ निर्माण तहमा रहनेहरूले भन्ने सन्देश त जनताले दिइराखेका छन् नि त। त्यसकारणले कुरा के हो भने अब हामी करेक्सन हुन जरुरी छ। आजको समय बदलिँदो समय अनुसार आज जसरी पछिल्लो पुस्ता र हाम्रा चाहिँ सबै पुस्ताले, हामी कहाँ 4वटा पुस्ता छ, हजुरबा हजुरआमाको पुस्ता, मेरो बुवा र आमाको पुस्ता, हाम्रो पुस्ता र पछिल्लो हाम्रो छोराछोरीको पुस्ता, 4वटा पुस्ता छ। हामीले 3टा पुस्तालाई जहिले पनि ख्याल गर्यौं, तर पछिल्लो जेनजी पुस्तालाई हामीले ख्याल नगर्नुको पछाडिको चाहिँ परिणाम आज मुलुकले भोगेको छ। हामीले त्योबाट सबक चाहिँ हामीले सिक्न पर्दछ। किनभने समाजको सबभन्दा पछिल्लो पुस्ता जो डिजिटल युगसँग चाहिँ नजिक छन्, जसले अहिलेको वर्तमान युगलाई बुझेका छन् कि सन् 1996 देखि 2012सम्मको जो यो प्रविधिको युगमा जन्मेका र बुझेका चाहिँ हाम्रो पुस्ता छ, त्यो पुस्तालाई अलिकति हामीले ध्यान नदिनुको कारणले आज यो भएको छ। त्यसकारण हामीले अब सबै पुस्तालाई जोड्ने, सिङ्गो नेपाललाई जोड्ने र हामी सबैको सामूहिक चाहिँ धारणा र हाम्रा संविधानमा भएका केही अन्तर्वस्तुहरूका विषयमा हाम्रा नियम कानुन के कतिपय कुरा अपुराहरू छन्, त्यसलाई चाहिँ हामीले पूर्णता दिन, यी सबै कुराहरू नेपालको सार्वभौम संसदले गर्छ। त्यसकारण हामीले जाजरकोटमा सम्भावना चाहिँ के छ? अवस्थाको विषयमा त चर्चा गरौँ, त्यहाँ अप्ठ्यारोको कुराहरू, सम्भावना अवसरका विषयमा चाहिँ के छ? अत्यन्तै सम्भावना भएको जिल्ला जाजरकोट। कि मैले अघि भने नेपालको सबैभन्दा लामो लोकमार्ग मध्य पहाडी पुष्पलाल लोकमार्ग जाजरकोट जिल्लाका धेरै क्षेत्र भएर चाहिँ त्यो मार्ग छोएको छ। त्यो चाहिँ रुकुमको चौरजारी हामीसँगै भेरी नदीको वाल्ला पाल्नापट्टि छ। त्यो नमुना 10वटा मध्य पहाडी चाहिँ हाइवे का बीचमा पर्ने एउटा सहर छ। त्यो कुदु भन्ने हाम्रो चाहिँ भेरी नगरपालिकाको वडा नम्बर 13 पर्छ।
त्यो कुदु र चौरदारी जोडिएका छन्। हामी पुल त्यहाँ जोड्न बित्तिकै वारिपारि त्यहाँ एउटा व्यापारिक केन्द्र बन्न सक्छ, नम्बर 1। दोस्रो कुरा चाहिँ नि भेरी करिडोर, जसले जाजरकोटको चाहिँ नि तल्लो भेरी किनार किनार भएर डोल्पा र उत्तर चाहिँ नि तिब्बतसँग जोडिने सम्भावना भएको चाहिँ एउटा चाहिँ त्यो चाहिँ हाइवे छ। डोल्पासम्म अहिले बाटो पुग्छ। त्यहाँबाट अर्को सम्भावना के छ भने जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गा भएर जुम्ला जोडिन्छ, जो लुम्बिनी रारा राजमार्गका रूपमा प्रस्तावित राजमार्ग छ। त्यसले चाहिँ रारा चाहिँ नि जो नेपाल का चाहिँ नि धेरै पर्यटकहरू सुर्खेत भएर चाहिँ जुम्ला सुर्खेत कालीकोट हुँदै जानुपर्ने लामो बाटो छ, जसले 70 किलोमिटर भन्दा बढी चाहिँ लामो पर्छ। जाजरकोटबाट गयो भने करिब 4 किलोमिटर मात्रै ट्र्याक ओपन गर्ने हो भने जुम्ला जोडिन्छ। अब त्यो बाटो हामीले जोड्न सक्यौँ भने रारा जाने पर्यटकहरू त्यो बाटो भएर आउँछन्, सुर्खेत नेपालगञ्ज हुँदै अनि चाहिँ लुम्बिनी, यताबाट चाहिँ लुम्बिनी हुँदै 2-3टा चाहिँ ती अप्सन भए। र सँगसँगै अर्को कुरा के छ भने हामी कहाँ त्यो बाटोबाट हामीले तिब्बतको मानसरोवर जो हुम्लाबाट नजिक पर्छ, कैलाश मानसरोवर, इन्डिया यति धेरै 1.4 चाहिँ करोड जनसङ्ख्या छ, 1 अरब 40 करोड जनसङ्ख्या भएको देश, विश्वको सबभन्दा ठुलो जनसङ्ख्या भएको देश भारत छ। भारतको उत्तर प्रदेश हामीसँग जोडिएको छ, किनभने नेपालगञ्जको चाहिँ सिमाना रोबैडिया सिमाना भएको त्यो चाहिँ प्रदेश, त्यहाँबाट करिब 10% मान्छे मात्रै, त्यहाँ 10 करोडभन्दा बढी जनसङ्ख्या छ त्यो प्रदेशमा, 10% मान्छे मात्रै हिन्दू धर्मावलम्बीहरूलाई हामीले चाहिँ त्यो मानसरोवरमा कैलाश मानसरोवर पवित्र चाहिँ कैलाश मानसरोवरमा ल्याउन सक्यौँ भने त्यही रुट भएर त्यो प्रचार पनि हुन सकेन। अनि त्यो चाहिँ प्रचार पनि हुन सकेन। हामीले त्यो किसिमको चाहिँ कार्यक्रमहरू, त्यो किसिमको चाहिँ त्यो बाटोको चाहिँ सबभन्दा कनेक्टिभिटी भनेको चाहिँ सडक हो। त्यो सडकलाई ध्यान नदिनुको पछाडि आज त्यो कुराहरू ओझेलमा परेका छन्। त्यहाँ 4 किलोमिटर बाटो चाहिँ जोडिन बाँकी छ, त्यसकारण ती कुराहरू ओझेलमा परेका छन्। सँगसँगै मैले अघि भने नलगाड हाइड्रो पावर जो चाहिँ 417 मेगावाटको चाहिँ हाइड्रो पावर, त्यही चाहिँ जाजरकोट जिल्लाको बारेकोट र नलगाड चाहिँ नगरपालिकामा अवस्थित छ। त्यहाँ चाहिँ सबै चाहिँ मुआब्जा बाँडिएको छ, त्यो चाहिँ घटहराको मुआब्जा बाँड्न बाँकी छ, डिपिआर सम्पन्न भएको छ। अब त्यसलाई राज्यले प्राथमिकताकरण राखेर राष्ट्रिय गौरवको प्राथमिकताको आयोजना राखेर सक्यो भने त्यसले ठुलो चाहिँ जाजरकोटमा अवसरको सिर्जना गर्छ। सँगसँगै त्यहाँका जडीबुटीहरू करिब 55% जङ्गलले, वन जङ्गलले चाहिँ ढाकेको चाहिँ जिल्ला छ। त्यहाँ चाहिँ 5 औँलीदेखि यासागुम्बादेखि जटामसी विभिन्न खालका जडीबुटीहरू छन्। त्यति बहुमूल्य जडीबुटीहरू छ। त्यसको चाहिँ त्यसको त ब्रान्डिङ गर्न सकेको, प्रचार हुन सकेन, त्यसको प्रशोधन हुन खोजी भएको छैन। त्यही म भन्दैछु, त्यसको खोजी हुन सकेन, प्रबन्धन हुन सकेन, त्यसको चाहिँ प्रशोधन मतलब चाहिँ त्यसको चाहिँ बाहिर निकासी पनि चाहिँ व्यवस्थित तरिकाले गर्न सकेन। त्यसकारण त्यो छ। र अर्को तपाईँलाई भनौँ, जाजरकोट जिल्लाका कुसिएर चाहिँ जुनी चाँडे गाउँपालिकामा बहुमूल्य रत्न पत्थरहरू, काइनाइट टुर्मालिनहरू छन्, जो करोडौँको चाहिँ प्रति केजीका रूपमा जान्छन्। भारतमा अहिले चाहिँ योभन्दा अगाडि गइरहेको त्यो कच्चा पदार्थहरू हामीले त्यही प्रशोधन त्यो रत्न पत्थरहरूलाई गर्न सक्यौँ भने, र राज्यले पनि अहिले चाहिँ त्यो पत्थरहरू चाहिँ बन्द, त्यो चाहिँ खानीहरू बन्द भएको छ। यिनीहरूलाई हामीले चाहिँ जाजरकोटका अवसरका रूपमा चाहिँ लिएका छौँ। किनभने हामीले जाजरकोट दरबार छ, सँगसँगै त्यो दरबार चाहिँ जाजरकोटका अब मात्र होइन, यो नेपाल देशको सबैभन्दा त 2224 राज्यहरूको त्यो दरबार छ। जगतीपुर दरबार, विभिन्न त्यस्ता छन्। कालेगाउँको 100औं वर्ष पुरानो मन्दिरहरू छन्। त्यस्ता धेरै सम्भावना भएको जिल्ला हो। त्यसकारण राज्य त्यहाँ पुग्न सकेका छैन। यति धेरै जडीबुटीहरू भएको ठाउँ हो त्यो। अब यसमा राज्य पुग्न सकेन नै भनौँ, किनभने यो चाहिँ केन्द्रको सरकार छ फेरि। अब यो चाहिँ के रहेछ भने सबभन्दा ठुलो पुरा विकासमा भने कनेक्टिभिटी रहेछ। जब बाटो, सञ्चार र बत्ती पुग्न सकेन, तिनी कुराहरूमा अलिकति चाहिँ त्यहाँ त्यस्ता सम्भावना भएका चाहिँ कुराहरू ओझेलमा पर्दो रहेछन्। त्यसकारण अब जब यी कनेक्टिभिटी जोडिँदैछ, हामीभन्दा अगाडिका चाहिँ नेतृत्वहरूले, जनप्रतिनिधिहरूले जे पहल गर्नुभएको छ, अब यो त्यसलाई हामीले चाहिँ छिटो द्रुत गतिमा चाहिँ हामीले ती कुराहरूलाई चाहिँ जे कमजोरी भएका छन् त्यहाँबाट सिकाइका रूपमा लिएर यसलाई अगाडि बढाउन सक्यौँ भने जाजरकोटले छिट्टै मुहार फेर्नेछ। हामी आशावादी छौँ। समृद्धिको बाटोमा जाजरकोट एउटा स्टेपमा पुगिसकेको छ। आजभन्दा हामी धेरै चाहिँ अर्को जिल्लाको करिब चाहिँ घन्टौँ दिन, 1-2 दिन हिँडेर चाहिँ हामी गाडी चढ्न
पर्थ्यो भने आज सदरमुकामभन्दा धेरै माथिसम्म कालोपत्री भइसकेको छ। ए सबै पालिकाका केन्द्रहरूमा आज चाहिँ मोटर बाटो पुगिसकेको छ। विद्युतीकरण भइरहेको छ, अच्छा अब हुँदैछ। अब टेलिफोनका धेरै ठाउँमा समस्याहरू छन्, टेलिफोन पनि कमसेकम चाहिँ मोबाइल टावरहरू बनिरहेका छन्, सबै ठाउँमा त्यो टेलिफोन हुने क्रम जारी छ। अच्छा आज विद्यालयका चाहिँ भवनहरूदेखि विद्यालय शिक्षादेखि स्वास्थ्यका क्षेत्रमा चाहिँ काम भइरहेका छन्, जे एउटा चाहिँ गति लिइरहेको छ। यसलाई झन् अझ जनताले चाहे जस्तो जनता छिटो विकास भइदियोस्, छिटो छिमेकी जिल्लाहरू अलिक विकसित जिल्ला सरह जाजरकोट पनि बनोस् भन्ने चाहिँ उहाँहरूको अभिलाषा छ। अब त्यसलाई चाहिँ जनसङ्ख्या कति छ त्यहाँ जाजरकोट? 1,89,000 भन्दा केही भनौँ न 1,89,000 चाहिँ हाराहारीमा हुनुहुन्छ। 78 को जनगणना अनुसार छ। त्यहाँ चाहिँ त्यहाँको मानिसहरू केमा आश्रित हुनुहुन्छ, के गर्नुहुन्छ विशेष गरी? कृषि पेसामा नै आबद्ध छन् अधिकांश मान्छेहरू। हाम्रा चाहिँ आम मान्छेहरू कृषिमा आबद्ध हुनुहुन्छ र कृषिमा पनि धेरै सम्भावनाहरू छ। अब चाहिँ त्यहाँ चाहिँ माथिल्लो बेल्टमा जाजरकोट के छ भने तल 610 मिटर समुद्र सतहदेखि 610 मिटरदेखि माथि 5400 मिटर हिमालको हिउँहरू भएको त्यस्तो चाहिँ विविधतायुक्त चाहिँ जिल्ला हो। त्यहाँ माथिल्लो भेगमा चाहिँ भेडा बाख्रा च्याङ्राहरू होइन घोडाहरूदेखि तलसम्म चाहिँ जमुनापारी बाख्राहरू, जमुनापारीदेखि विभिन्न चाहिँ बाख्राहरू पशुका क्षेत्रमा भने माथिल्लो भेगमा फलफुल चाहिँ सम्भावना, माथिल्लो भेगमा हामी किवीहरू। अब त्योभन्दा अलिक माथि गयौँ भने हामीले स्याउ पनि उत्पादन गरिरहेको छ जाजरकोटले। तल चाहिँ आँपसम्म तल्लो बेल्टमा आँपसम्मका चाहिँ फलफुलहरू, सुन्तलाको त चाहिँ जोन नै हो जाजरकोट जिल्लाको कुशे गाउँपालिका सुन्तला जोनकै रूपमा त्यो क्षेत्रमा कर्णालीमा अत्यन्तै प्रसिद्ध छ। त्यहाँको सुन्तला अत्यन्तै स्वादिष्ट पनि छ र सँगसँगै महको पकेट क्षेत्र हो जाजरकोट। मह चाहिँ व्यवसायहरू जस्तो नलगार नगरपालिका, भेरी नगरपालिकामा महको धेरै सम्भावना छ। अब यिनी धेरै सम्भावना भएको जिल्ला हो, त्यस कारणले जाजरकोट लगानी चाहिँ लगाउनु पर्ने, राज्यले त्यहाँ चाहिँ लगानी लगाउनु पर्यो। राज्यले त्यस्ता किसिमका कार्यक्रमहरू बजेट दिनु पर्यो, कार्यक्रम त्यस्ता किसिमको लन्च गरिदिनु पर्यो। त्यस्तो गर्न सकेको खण्डमा जाजरकोटले छिट्टै समृद्धिको बाटोतर्फ जाजरकोट लम्किरहेको छ, झन् अगाडि पुग्दछ। अब संसदमा तपाईँको पहिलो एजेन्डा के हुन्छ? पहिलो अनुभव लिँदै हुनुहुन्छ होइन? मेरो पहिलो एजेन्डा भनेको कानुन निर्माण नै हो। आज पनि तपाईँले यो असन्तुष्टि, जे किसिमको जनताहरूको नागरिकहरूको असन्तुष्टि छ, कहीँ न कहीँ समस्या छ नेपालको संविधानमा, ती कुराहरूलाई चाहिँ हामीले पूर्णता दिने, त्यसलाई चाहिँ परिमार्जन गर्ने, संशोधन गर्ने र उहाँहरूको चाहिँ कतिपय सम्भव हुने कुराहरूलाई सबैको चाहिँ साझा चाहिँ सहमतिका माध्यमबाट नेपालको संविधानलाई नै केही कुराहरूमा संशोधनका माध्यमबाट अगाडि बढ्नुपर्छ। दोस्रो कुरा भने नेपालमा त्यस्ता धेरै कतिपय कानुन ऐनहरूमा लुप पोइन्टहरू छ। जस्तो नेपालको सार्वजनिक खरिद ऐन छ, यसले चाहिँ नेपालको निर्माण प्रक्रियामा हामी नयाँ नेपाल निर्माणको कुरा गरिरहेछौँ, हामीले बाटो बनाउने कुरा गरिरहेछौँ, हामीले भवन बनाउने कुराहरू गरिरहेछौँ पूर्वाधारका क्षेत्रमा। अब यिनी कुराहरूमा कहीँ न कहीँ त्यहाँ समस्या छ, जसका कारणले सबैजना डराउनु पर्ने अवस्था छ। यी कुराहरूमा हामीले अब संशोधन गरेर त्यसलाई के आवश्यकता छ आजको, त्यसलाई चाहिँ परिमार्जन गरेर अगाडि बढ्नुपर्छ। जस्तो शिक्षा क्षेत्रमा हामीले आजभन्दा कति वर्ष अगाडिको शिक्षा ऐन छ, त्यो ऐन संशोधन मात्र होइन, नयाँ त्यो चाहिँ ऐन ल्याउनु पर्नेछ जसले नेपालको सार्वजनिक शिक्षा, समग्र सार्वजनिक शिक्षालाई प्रभावित पारेको छ। त्यो कुरा छ, स्वास्थ्यका कुरा छन्, निजामती ऐनका कुराहरू छन् र समग्र मुलुकका चाहिँ आवश्यक जो अत्यावश्यक चाहिँ ऐन कानुनका कुरा छन्। यिनी कुराहरूमा चाहिँ एउटा विधायिकाले गर्नुपर्ने कामहरूमा पहिलो कुरा यो भइहाल्यो। दोस्रो कुरा अब म आफ्नै निर्वाचन क्षेत्रको कुरा गर्छु फेरि पनि कि भूकम्प निर्माण जो पुनर्निर्माणको कुरा छ। आज नागरिकका घरहरू बन्न सकेका छैनन्, हाम्रा स्वास्थ्य कार्यालयहरू, हाम्रा शिक्षाका मतलब विद्यालयका भवनहरू, सरकारी अफिसहरू बन्न सकेका छैनन्। त्यसबाट नागरिकमा सेवा प्रवाहमा सार्वजनिक चाहिँ सरकारी अफिसहरूबाट सेवा प्रवाहमा चाहिँ प्रभाव परिरहेको छ र यता नागरिकहरूले चाहिँ घरहरू चाहिँ नबनाएको अवस्थामा, राज्यले चाहिँ केही सपोर्ट नगरेको राखेको अवस्थामा कतिपय कुराहरूमा चाहिँ के छ भने यो चाहिँ पुनर्निर्माणको चाहिँ डिडिए छ, यो चाहिँ डिडिएलाई नै चाहिँ पुनः डिडिए गर्नुपर्ने छ।
एउटै उही प्रकृतिको घरहरू जाजरकोट जिल्ला पहाडी जिल्ला हो। त्यहाँ चाहिँ 99% घरहरू ढुङ्गा र माटोले कमजोर संरचनामा बनेका छन्। ती घरहरू आज त्यो भूकम्पले सबै चर्केर बस्न नमिल्ने छन्। सबै घर भूकम्पले चर्केका छन्। तर त्यो डिडिएमा चाहिँ घरहरू चाहिँ कस्तो छ भने उस्तै प्रकृतिको घर त्यो पुनर्निर्माण परेको छ। तर त्यही प्रकृतिको घरहरू कतिपय पुनर्निर्माण परेको छैन, सामान्य चाहिँ प्रबलीकरण परेको छ, विभिन्न क्याटेगोरीमा चाहिँ छुटिएका छन्। त्यहाँ हाम्रो कुरा के छ भने मेरो खास गरी ढुङ्गा र माटोले कमजोर संरचनाबाट बनेका घरहरू सबै घरहरू कच्ची घरहरू हुन्। ती घरहरू कुनै न कुनै बेला भूकम्पको एउटा सामान्य धक्का आयो ती घरहरू ध्वस्त हुन्छन्, भत्कन्छन्। ती भत्केका घरबाट चाहिँ हाम्रा धेरै चाहिँ हाम्रो चाहिँ आदरणीय चाहिँ जाजरकोटवासीहरूले फेरि ज्यान गुमाउनु पर्छ, फेरि अङ्गभङ्ग चाहिँ हुनुपर्छ। त्यसकारण ती सबै घरहरूलाई पुनर्निर्माणमा लानुपर्छ राज्यले। त्यसको चाहिँ पुनः चाहिँ डिडिए गरेर चर्केको घरमा बस्न बाध्य छन्। त दुईटा हिउँद र दुईटा बर्खा चाहिँ त्यो टहराले ठुलो परिवार हुन्छ। त्यही आफ्नो चाहिँ सम्पत्ति राख्नु, धन सम्पत्ति चाहिँ पुरानो अचल सम्पत्ति राख्नु परेको छ। त्यही चाहिँ गाई भैँसी आफ्नो चाहिँ भएका चाहिँ वस्तु भाउ बाँध्नु परेको छ। बडा अप्ठ्यारो अवस्था छ नि त। त्यसकारण पनि वासस्थान छैन सुरक्षित। अत्यन्तै डर मान्दा मान्दै पनि जबरजस्ती बस्नुपर्ने अवस्था छ। कति घरधुरी त्यस्तो कि 99 सबै करिब 34,700 घरधुरीहरू त्यसरी बसिराख्नु परेको छ। रुकुम पश्चिममा 32,000, त्यसै गरी चाहिँ सल्यानमा 1200-1300 चाहिँ सल्यानमा चाहिँ त्यस्ता चाहिँ घरधुरीहरू चाहिँ अत्यन्तै अप्ठ्यारोमा भूकम्प। अब तपाईँले के पक्की घर बनाइदिनु हुन्छ के? पक्की घरहरू भन्दा पनि जे राज्यले चाहिँ 4 लाख रुपियाँ दिने मापदण्ड राज्यले नेपाल सरकारले जे किसिमको अघिल्लो सरकारले निर्णय गरेको छ ती कुराहरू पनि छिटो पुनर्निर्माण लगिदिनु पर्यो। ढिला सुस्ती भइरहेको छ। एउटा सरकारले एउटा निर्णय गर्छ, फेरि अर्को सरकारले अर्को निर्णय गर्छ। विभिन्न चाहिँ बाहनामा कामहरू रोकिरहेको छ, पुनर्निर्माणले गति लिन सकेको छैन। यसप्रति आम जनताको चाहिँ आपत्ति हो कि मेरो पनि यो कुरामा चाहिँ यो कुरा राज्यले अब बन्ने सरकारले यो पहिलो प्राथमिकतामा राख्नुपर्छ। र यो मेरोमा चाहिँ त्यहाँको चाहिँ जनताको प्रतिनिधि हुनुको नाताले जे विश्वास गरेर त्यहाँका नागरिकहरूले मलाई पठाउनु भएको छ, यो कुरा मेरो पहिलो प्राथमिकतामा छ। पहिलो कुरा त आधारभूत चाहिँ मौलिक हकै अन्तर्गत पर्ने कुरा आवासको चाहिँ हक छ नि। आज जाजरकोटवासीको आवासको हक पनि खोसिएको छ। त्यो तर्फ जाने राज्य चाहिँ त्यो संकेत पनि संविधानमै लेखा छ नि यो त मौलिक हक अन्तर्गत सुरक्षित आवासको कुरा छ नि। यो कुराबाट जाजरकोटीहरू वञ्चित भएका छन्। त्यसकारण यो कसो कारण वञ्चित भयो? कारण को हो? सरकारको कारण वञ्चित भयो। चाहे जोसुकै बेला स्थानीय सरकार पनि छ। स्थानीय सरकारले जे काम गर्नु पर्थ्यो त्यो गरिराख्नु भएको छ उहाँले, स्थानीय सरकारले। अब यो संघीय सरकारको कारण कतिपय स्थानीय सरकार जोडिएका होलान्, किनभने त्यो चाहिँ कार्यविधिका कारणले स्थानीय सरकारलाई पनि अप्ठ्यारो परिरहेको छ। उहाँहरू लागिरहेको 5 वर्षमा सबैको पक्की घर बन्छ नि। बनोस् होइन, म शुभकामना म लाग्ने छु होइन। अहिले बन्ने नयाँ बन्ने एकदम मेरो पहिलो जोरदार मेरो लडाईँ चाहिँ अब बन्ने सरकारसँग म अपेक्षा गर्दछु कि अब चाहिँ बन्ने सरकारले जाजरकोट भूकम्पलाई पहिलो प्राथमिकतामा राखिदियोस् कि नागरिकले सुरक्षित आवासमा बस्न चाहिँ निर्धक्क बस्न पाउन् भन्ने कुरा हो। अब त्यो भूमिका भूकम्प त आइरहन्छ है जाजरकोटमा, भूकम्पले दुःख दिइरहन्छ। अब दुःख त्यो बेला प्राकृतिक विपत्ति चाहिँ ठुलो विपत्ति खेप्नु पर्यो। हाम्रो जाजरकोट जिल्लाको मात्रै 101 जना, हाम्रो नलगाडको नगरपालिका उपप्रमुखदेखि 101 जना नागरिकहरूले, हाम्रा प्रिय नागरिकहरू प्रियजनहरूले ज्यान गुमाउनु पर्यो त्यो भूकम्पबाट। करिब चाहिँ धेरैजना चाहिँ घाइते हुनु पर्यो, धेरै ठुलो चाहिँ भौतिक क्षति भयो जाजरकोट। त्यस कारणले जाजरकोट पश्चिम नेपाल नै भूकम्पबाट अत्यन्तै जोखिममा अब चाहिँ भूकम्पविदहरूले, विभिन्न वैज्ञानिकहरूले पश्चिम नेपाल खतराको सूचीमा छ भन्ने कुरा त्यो तथ्याङ्क तुरे उहाँहरू कति समयमा चाहिँ भूकम्पले दुःख दिइरहन्छ त्यहाँ होइन। 2080 कार्तिक चाहिँ 17 गतेदेखि पछि धेरै समयसम्म भूकम्पले विभिन्न पटक चाहिँ धक्का दिइरहेको र अब पछिल्लो अब यो कतिखेर जान्छ भन्ने कुरा त यो यकिन भएन होइन। त वैज्ञानिकहरूले पनि पत्ता, तर यो करिब 500 वर्षमा एकपटक ठुलो भूकम्प जान्छ र पश्चिम नेपाल त्यो खतराको सूचीमा छ भन्ने वैज्ञानिकहरूले तथ्याङ्क
त्यो चाहिँ रिडिङ त्यो रिसर्च गरेर नेपालको पनि जाजरकोटमा बढी मात्रामा भूकम्प जान्छ। पश्चिम नेपाल र जाजरकोट क्षेत्र भनौँ न, पश्चिम नेपाल भित्र परेको हुनाले त्यसो छ भन्ने कुरा छ। त्यसकारणले हामी बेलैमा मूल कुरा यो सरकारले हामी सबै सचेत भएनौँ भने फेरि ठुलो चाहिँ क्षति बेहोर्नुपर्छ। त्यसकारण मेरो यसमा तपाईको एजेन्डा पनि छ हैन, भूकम्पबाट कसरी जोगिने, कसरी बचाउने, कसरी घर पूर्व तयारी कसरी गर्ने, भूकम्प रहित घरहरू कसरी बनाउने भन्ने कुरा त होला नि छ। वास्तवमा अहिले बन्ने घरहरू सानै घर भए पनि राज्यले कमै लगानी गरिदियो भने ती घरहरू भूकम्प प्रतिरोधी छन्, ती सुरक्षित छन्। त्यसकारण ती सुरक्षित घरहरू जति चाहिँ राज्यले दिन सक्ने हो त्यो घर छिटै चाहिँ हामीले जनतालाई चाहिँ त्यो किसिमको पुनर्निर्माणको बाटो खोलिदिउँ भने, त्यसलाई चाहिँ तीव्र गतिमा त्यो काम लिन सक्यौँ भने जनताले आफ्नो आवश्यकता अनुसार त्यसमा थप गरेर घरहरू बनाउन सक्छन्। त्यो बाटो मात्रै खोलिदियो, त्यसको चाहिँ ग्यारेन्टी गरिदिन पर्छ भन्ने नै हो। अब स्वास्थ्यको अवस्था के छ त? जाजरकोटले सबै प्रकारको उपचार पाएका छन्? अब जाजरकोट जिल्लामा एउटा हस्पिटल छ, जिल्ला हस्पिटल। अहिले 7वटा स्थानीय तहमा, धेरैवटा स्थानीय तहमा पालिका अस्पतालहरू निर्माणाधीन छन्, कतिपय सञ्चालनको क्रममा छन्, कोही सञ्चालन भइसके। जिल्ला अस्पताल 50 शय्याको केही वर्ष अगाडि 50 शय्याको अस्पतालका रूपमा जाजरकोटमा भौतिक संरचना छन्। त्यहाँ चाहिँ इक्विपमेन्ट र म्यान पावरको अलिकति कमजोरी छ। र जाजरकोट जिल्लामा वास्तवमा स्वास्थ्यको अवस्था अत्यन्तै डरलाग्दो छ। हाम्रा चाहिँ महिला दिदीबहिनीहरू कम उमेरमा विवाह गर्ने, पहाडी क्षेत्रमा सबै चाहिँ भारी बोक्नु पर्ने, त्यस्तो खालको चाहिँ सानै उमेरमा बच्चा जन्माउनु पर्ने, हुर्काउनु पर्ने, पारिवारिक चाहिँ त्यो चाहिँ जे किसिमको उनीहरूले भार थेक्नु पर्थ्यो त्यो थेक्नु पर्ने अवस्थाका कारण धेरै महिला दिदीबहिनीहरू पाठ्यघरको समस्याबाट ग्रसित हुनुहुन्छ। सँगसँगै हाम्रा बालबच्चाहरू कुपोषणबाट पनि चाहिँ कुपोषणको शिकार हुनुपर्ने अवस्था छ। हाम्रा सुत्केरी आमाहरू दिदीबहिनीहरू पनि त्यो समस्याबाट मतलब चाहिँ सुरक्षित चाहिँ मातृत्व, सुरक्षित चाहिँ त्यो किसिमको चाहिँ वातावरण, शिशु होइन, शिशुदेखि आमाको पोसिलो विभिन्न कुराहरू मातृत्वसँग सुरक्षित मातृत्वसँग जोडिएका सवालहरू छन्। तिनी कुराहरूमा जाजरकोट जिल्लामा जे हुनु पर्थ्यो भइरहेको छैन। धेरै नेता पाए नि त जाजरकोटले त है। हजुर, अब त्यसकारण कांग्रेसका पनि नेताहरू त्यहाँ छन्। हजुर, अब होइन, त्यो चाहिँ सबै पार्टीहरूले खास गरी योभन्दा अगाडि जनप्रतिनिधिहरू राजनीतिक रूपमा हाम्रो हार्दिकता एकता नै छ। हामी जिल्लाका लागि हामीले गर्नुपर्ने कामहरू गरिरहेका छौँ। तर अन्य जिल्लाहरूको तुलनामा अलिक पछाडि, किनभने हामी विकासका हिसाबले पश्चिममा र जाजरकोटमा अलिअलि पछि पुगेको जस्तो त्यो अनुभूति हामीलाई भएको छ। र अब हामीले जे गरिरहेका छौँ राम्रो छ। र अझ यसलाई चाहिँ हामीले गर्नका अलिक छिटो चाहिँ काम गर्नका लागि त्यो किसिमको प्लानिङका साथ हामी तीनटै तहका सरकारहरू, हामी जनप्रतिनिधिहरू, नागरिक समाज, राजनीतिक दल होइन, सम्पूर्ण चाहिँ जाजरकोटवासीहरू एक भएर एकताबद्ध भएर सबैको चाहिँ त्यो किसिमको हार्दिकताका साथ जाजरकोटलाई यी विषयहरू, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विषयहरूमा खास गरी अहिले हामीले एउटा समय थियो भौतिक पूर्वाधारलाई विकास मान्ने, त्यो परिभाषा थियो। एउटा भवन बन्यो, स्कुल बन्यो, वा चाहिँ हामीले बाटो बनायौँ, देखिने विकासलाई मात्र विकास मान्यौँ। तर अब जनताको जनजीविकासँग जोडिएका विषयहरू, खास गरी चाहिँ हामी जो सफ्टवेयर भन्छौँ, चेतनासँग जोडिएका विषयहरू, उसको चाहिँ क्षमता विकाससँग जोडिएका विषयहरूमा अब विकास, समग्र विकासका विषयमा हामीले बहस गर्नुपर्छ, त्यही किसिमको चाहिँ छलफल गर्नुपर्छ। र त्यही किसिमको राज्यले पनि चाहिँ अब जो मुहार फेरिन्छ, जनतामा खुसी आउँछ, सुख शान्ति समृद्धि आउँछ नि जाजरकोटमा होइन? तपाईँ जस्तो युवा नेतृत्व पाइसकेपछि त हामीले त्यो विश्वस्त हुनुहुन्छ जनता? अब जनताले त्यो अपेक्षा गर्नुभएको छ। मैले त्यो विश्वासमा दिलाउन, त्यो सामना गर्न सक्नुहुन्छ नि होइन? जसरी निर्वाचनको सामना गर्नुभयो, तपाईँले जितेर आउनुभयो, अब कामको पनि सामना, परिणामको पनि सामना गर्न सक्नुहुन्छ। मैले यहाँ के जोड्न चाहन्छु भने म एक्लैले के पनि सम्भव हुँदैन। तपाईको जनताले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। जनताले म त्यही म जोड्दैछु कि जनताले मलाई त्यो सपोर्ट गर्नुभयो, साथ दिनुभएको छ, अझै दिनुहुन्छ उहाँहरूले। नेपाली कांग्रेस पार्टी छ जो प्रमुख प्रतिपक्षको चाहिँ रोमा हुन्छौँ हामी, त्यो बुलन्द आवाज गर्छौँ। र सँगसँगै मैले अघि भनेको कुरा यहाँ फेरि जोड्न चाहन्छु कि मुलुक
थितिले चल्न पर्छ। त्यहाँ अँ, मुलुक विधिले चल्यो भने त्यहाँ धेरै ठुलो चाहिने आवाज ठुलो आवाज वा त्यो विभिन्न किसिमका चाहिँ गतिविधिहरू गर्न आवश्यक पनि हुँदैन। जस्तो यहाँबाट चाहिँ सिंहदरबारबाट जाजरकोट र जाजरकोटका दूर दराजका उदाहरणका लागि मेरो 2-3टा चाहिँ यस्तो यस्तो ठाउँहरू छ, गाउँहरू छ। म त्यो गाउँको चाहिँ पीडालाई म यहाँ तपाईँको टेलिभिजन मार्फत स्मरण गर्न चाहन्छु कि नलगाड नगरपालिकाको वडा नम्बर 13 को सिउना औल त्यसपछि खातीगुर्ता फुम्द भन्ने ठाउँ छ। त्यहाँ अहिले पनि स्वास्थ्य चाहिँ केन्द्र छैन, अहिले पनि बाटो पुग्न सकेको छैन, बत्ती छैन हैन, बत्ती त पुरै छोडो, बत्ती छैन, अन्धकारमय जीवन छ। उहाँहरूको पीडा म यो बेला स्मरण गर्न चाहन्छु। त्यहाँको कुरालाई मैले सम्झेर नेपालको संसदमा त्यहाँ ती कुराहरू राख्न चाहन्छु। त्यसै गरी जुनी चाँदे गाउँपालिकाको एउटा चाहिँ मगर बस्ती छ, निपानी जुर्क, 2टा चाहिँ गाउँको एउटा बस्ती छ, वडा नम्बर 7 हो जुनी चाँदे। त्यहाँ पनि त्यही अवस्था छ। बारीकोटको मुलसाम छ, बारीकोट गाउँपालिकाको वडा नम्बर 3 मुलसाम छ, त्यहाँको पनि त्यही अवस्था छ। भनेको मतलब जनताले परिवर्तन विकास खोजेका छ। त्यो रूपले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ती कुरालाई, त्यहाँको समस्यालाई हाम्रो समस्या हो भने सिंहदरबारले बुझिदियो भने धेरै कुराहरू जनताले चाहेकै छैन। कमसेकम बाटो होस्, उपचारका लागि एउटा स्वास्थ्य केन्द्र होस्, पढ्नका लागि राम्रो शिक्षा चाहिँ एउटा शिक्षालय विद्यालय होस्, र हामीले आय आर्जनका लागि चाहिँ हाम्रो सरकार होस्, फेरि तर्का सरकार हामीसँगै होस्, र हाम्रा जनप्रतिनिधि चाहिँ हाम्रा सुख दुःखमा जोडियुन् भन्ने कुरा मात्रै सोचेर यी कुराहरूमा मैले गम्भीरतापूर्वक यी कुराहरूलाई मैले सिरियसली लगेको छु, लिनेछु। र म यही कुरा चाहिँ उहाँहरू यही चाहिँ मिडिया मार्फत म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। रोजगारको अवस्था के छ? रोजगार आज चाहिँ मुलुकभर राज्यले चाहिँ रोजगार दिन सकेको अवस्था छैन। र जाजरकोट त झन् रोजगारका हिसाबले त्यहाँका युवा साथीहरू, खास गरी भारत काला पहाड भन्छ, त्यहाँ अधिकांश मान्छेहरू हिउँद र बर्खामा इन्डियाको चाहिँ त्यो कामको त्यो चाहिँ काला पहाडको रोजीरोटीले निर्भर रहन्छ। त्यसकारण खाडी मुलुक, त्यहाँको खास गरी जाजरकोटका अधिकांश युवाहरू खाडी मुलुक जाने, त्यहाँबाट चाहिँ केही पैसा दुःख सुख गरेर घरमा चाहिँ पठाउने र त्यहाँको चाहिँ खास गरी जीविकोपार्जन अत्यन्तै चाहिँ उत्पादनका हिसाबले कमजोर छ। जाजरकोट जिल्ला उत्पादन योग्य त्यति भूमि नभएकै कारणले उहाँहरू चाहिँ खाद्यान्न चाहिँ आफूलाई चाहिँ चाहिने हातमुख जोड्ने चाहिँदेखि लिएर आफ्नो बालबच्चा, आफ्नो घर परिवारलाई धान्न सक्ने खर्चको जो काला पारेर चाहिँ त्यस्तो मुलुकबाट गरिराख्नु भएको छ, त्यो अवस्था छ। अब त्यो रोजगारीका सिर्जना, ठुला आयोजनाहरू, मैले अघि भनेका आयोजनाहरूलाई हामीले समयमै हामीले चाहिँ त्यसलाई चाहिँ निर्माणका चाहिँ चरणमा लिन सक्यौँ, सम्पन्न गर्न सक्यौँ भने रोजगारी सिर्जना हुन्थ्यो। पर्यटनका क्षेत्रमा इन्डिया जाने गर्छन्, त्यहाँबाट अधिकांश मान्छेहरू काला पहाड इन्डियाको चाहिँ भर पर्नुपर्ने अवस्था छ। र चाहिँ त्यस्तो मुलुकको चाहिँ भर पर्ने, खाडी मुलुकहरूको चाहिँ जानुपर्ने, त्यही जनशक्तिलाई त्यही पनि रोजगार दिन सकिन्छ। त्यो किसिमको राज्यले त्यो किसिमको कार्यक्रमहरू, नीतिहरू ल्याउनु पर्यो, कार्यक्रम ल्याउनु पर्यो, कानुन ल्याउनु पर्यो। त्यसका लागि त्यो किसिमको पहल गर्नुपर्छ। त्यसलाई त अब नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षीको हैसियतमा छ, परिणाम हेर्ने हो भने त्यो सडकमा कसरी उभिन्छ? सदनको कुरा त तपाईँले गरिहाल्नु भयो, सडकमा चाहिँ कस्तो भूमिका हुन्छ नेपाली काङ्ग्रेसको? नेपाली काङ्ग्रेस आज प्रमुख प्रतिपक्षमा छ। पहिलो कुरा त हामी विधि मान्ने, नेपालको संविधानलाई, संविधान निर्माणकोदेखि लिएर आजका दिनसम्म नेपाली काङ्ग्रेस यो मुलुकलाई यहाँसम्म पुर्याएको इतिहास छ। र अब यहाँभित्र पनि केही कमी कमजोरीहरू छन्। यी कुराहरू हामी करेक्सन, हामीले भने संविधान मार्फत नै करेक्सन गर्छ। त्यो कुरा सरकारले, बन्ने सरकारले सुनवाई चाहिँ हाम्रा कुराहरू सुनिदिनुपर्छ। हामी सदनबाटै समस्याको समाधान खोज्ने हो। अहिले हामी सडकलाई हामी त्यत्रो पहिलो प्राथमिकता दिँदैनौँ। हामी विधि र कानुन मान्ने पार्टीको, लोकतान्त्रिक पार्टी हुनुको नाताले हामी रचनात्मक भूमिका, प्रतिपक्षले खेल्नुपर्ने भूमिका, प्रशस्त भूमिका हामी खेल्छौँ। काङ्ग्रेस त अहिले कहाँ छ हेर्नुहोस् त, के भइरहेछ? सङ्ख्याको कुरा, लोकतन्त्रमा सङ्ख्याको कुराले धेरै अर्थ राख्दैन। फेरि सरकार बनाउँछ,
सत्ता पक्षी हो। अहँ, आज संख्या छ कसैसँग, राष्ट्रिय स्वतन्त्र पार्टीसँग संख्या छ, उसले सरकार बनाओस्, हाम्रो शुभकामना छ। मुलुक परिवर्तनका लागि, राम्रा कामका लागि हामीले रचनात्मक सहयोग गर्छौँ। तर उहाँहरूको सरकारले वा चाहिँ सरकारमा रहने पार्टीले आफ्नो संख्याकै आधारमा त दम्ब देखाउँछ जस्तो लाग्दैन। किनभने लोकतान्त्रिक पार्टी, होइन, तर लोकतान्त्रिक काङ्ग्रेस आफै भित्र लडाई अब चलिरहेको यो के चाहिँ भइरहेछ एउटा जीवन्त काङ्ग्रेसभित्र? पार्टीभित्र अहँ, यो स्वाभाविक छ। छुट्टा छुट्टै बैठक होइन, चलिरहेछ अब यो बैठक चाहिँ को चलिरहेको सभापति को अहिले नेतृत्व अहिले अहिले चाहिँ जे हाम्रो चाहिँ पार्टी केन्द्रीय मुख्यालयमा मिटिङ चलिरहेको छ, बैठक चलिरहेको छ। अच्छा, नेपाली काङ्ग्रेसको बैठक त्यहाँ चलिरहेको छ। एउटा शेरबहादुरको चलेको छ, एउटा गगन अहिले थापाको चलिरहेको छ। चलेको त अनि मलाई नेता कार्यकर्ता कसको बैठकमा जाने, होइन, अनि केन्द्र सदस्य कहाँ पुग्ने? मलाई जानकारी चाहिँ छैन अच्छा। होइन। एउटा बैठक चलिरहेको छ भन्ने हो, म केन्द्रीय सदस्य ए, होइन। त्यसलाई मात्रै मान्यता दिनुहुन्छ? अहिले होइन, अहिले छैन होइन। तर अरू कुनै बैठक चाहिँ भएको जस्तो मलाई लाग्दैन। यो मिडियामा केही कुराहरू आएको छ, त्यसका विषयमा पार्टीको नेताहरू हुनुहुन्छ अत्यन्तै नेपालको लोकतान्त्रिक आन्दोलनमा र नेपालको समृद्धिमा जोडिएका नेताहरू। नेपाली काङ्ग्रेस होइन, नेपाली काङ्ग्रेस पार्टी फुट्दैन। इतिहासमा धेरै यस्ता यस्ता चाहिँ आरोप अवरोहहरू यो पार्टीले खेपेको छ होइन। त्यसकारण यो नेपाली काङ्ग्रेस एक भएर जान्छ। हामीलाई यो सिकाइ पनि भएको छ एउटा। काङ्ग्रेस बेला बेला निर्वाचनमा अत्यन्तै चाहिँ खुम्चिने, फेरि निर्वाचनमा चाहिँ बढ्ने, हामी सरकारमा बढ्ने कुराहरू त भइ नै रहेको छ। संख्या बढ्ने कुराहरू, अहिले हाम्रो संख्या तपाईँले भने जस्तै तुलनात्मक कमजोर छ, संख्या कम छ। तर पनि हामीले खेल्नुपर्ने भूमिका, हामीले सदनमा चाहिँ एउटा प्रतिपक्षको हिसाबले खेल्नुपर्ने प्रशस्त भूमिका। छँदैछ पार्टीमा पनि निकै कमजोर देखिया छ कि नेपाली काङ्ग्रेस? आन्तरिक विवाद छ कि चिरा यो चाहिँ तपाईँले भनेको जस्तो अलिअलि कतै फुट्ने हो कि भन्ने पनि देखिया छ। त्यो आशंकाहरू छन्, बाहिर त्यस्तो होला। किनकि एउटा काङ्ग्रेस चाहिँ सर्वोच्चमा छ भन्छन् कि होइन। त्यो नेपाली काङ्ग्रेस अहिलेसम्म एउटा विधि मान्ने पार्टी भएको हुनाले चित्त बुझेन। नेपालको चाहिँ न्यायालय त्यो मुद्दा गएको छ, न्यायालयले टुङ्ग्याउँछ, अनि त्यसपछि काङ्ग्रेस समस्या समाधान हुन्छ। काङ्ग्रेस त्यसपछि जान्छ राष्ट्रिय आफ्नो महाधिवेशन। नियमित महाधिवेशन कहिले हुन्छ त? अब 15 महाधिवेशन एउटा चाहिँ मिति तय भएको छ। भाद्रको कुरा छ। यसका विषयमा पनि नेताहरूका बिचमा हामीभन्दा धेरै सिनियर नेताहरू जसले पार्टीको विधान, नेपालको संविधान, नेपालको कानुन र नेपाली जनतालाई बुझ्नु भएको छ, उहाँहरू त धेरै जिम्मेवार हुनुहुन्छ। त्यसका विषयमा यो आन्तरिक लफडा चाहिँ अब लगभग टुङ्गिन्छ नि होइन? 2-4 दिन केन्द्रीय कमिटीको केही समयपछि नेपाली काङ्ग्रेसको विवाद टुङ्गिन्छ। काङ्ग्रेस फ्रेस हुन सकेको छैन, तङ्ग्रिन सकेन के? अब यो काङ्ग्रेस त तङ्ग्रिन्छ। अब कहिलेकाहीँ अब पार्टीको आन्तरिक जीवनले पनि पार्टीभित्र केही विवादहरू, केही आरोप अवरोहहरू आउँछन् र निर्वाचन पनि सँगै लाग्यो। त्यसकारण काङ्ग्रेस तङ्ग्रिन्छ, फेरि काङ्ग्रेस उठ्छ। काङ्ग्रेसले फेरि चाहिँ आगामी निर्वाचनमा एउटा चाहिँ आफ्नो संख्यात्मक वृद्धि, काङ्ग्रेसले आफ्नो भएका चाहिँ समस्याहरू, पार्टीभित्रका चाहिँ समस्याहरूलाई समाधान गरेर अगाडि बढ्छ र नेपाली जनतालाई काङ्ग्रेसले फेरि एउटा विश्वास दिएर त्यो भरोसा चाहिँ नेपाली काङ्ग्रेस लिन चाहन्छ। त्यसकारण काङ्ग्रेसले यो सिकाइ हो, काङ्ग्रेसको पार्टीभित्र एउटा सिकाइ हो। त्यसकारण नेपाली काङ्ग्रेस फेरि उठ्नेछ, फेरि जुट्नेछ र दौडन्छ काङ्ग्रेस। एकदम तिखारिएर काङ्ग्रेस भएका कमी कमजोरहरू सुधारेर सबै पुस्तालाई, खास गरी पछिल्लो पुस्तालाई जोड्ने नीतिसहित लिएर नेपाली काङ्ग्रेस उठ्छ। हस्, यो एबिसी वाचको लागि जुन समय दिनुभयो त्यसको लागि धन्यवाद। धेरै धेरै धन्यवाद एबिसी परिवारलाई र मलाई सुन्नुभएका देश विदेशमा रहनुभएका तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। धन्यवाद। हजुर, कार्यक्रम एबिसी वाचमा हामीले बोलाएका थियौँ नेपाली काङ्ग्रेसका नवनिर्वाचित सांसद हुनुहुन्थ्यो जाजरकोटबाट खड्क बहादुर बुढाजी। उहाँसँग विशेष गरी उहाँले कसरी निर्वाचन जित्नुभयो, उहाँको बाचापत्रहरू के छन् आफ्नो क्षेत्र र संसदमा, र प्रमुख प्रतिपक्षीको भूमिकामा नेपाली काङ्ग्रेसले अबको राजनीतिमा कस्तो खालको प्रभाव जमाउँछ भनेर हामीले सोधी खोजी गरेका थियौँ। कार्यक्रमबाट म पनि बिदा हुन्छु। एबिसी टेलिभिजन एचडी हेर्दै रहनुहोला। नमस्ते। Sponsored by NIC Asia. बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि। Sponsored by NIC Asia. बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि।
कार्यक्रम एबिसी वाचमा स्वागत छ। म सचिता बुढाथोकी। एबिसी वाचमा आज हामी विशेष गरी यो पटकको निर्वाचनको विषयमा समीक्षा गर्नेछौँ र पटक पटक निर्वाचनमा भाग लिएको नेपाली कांग्रेसले पाएका मतका विषयमा पनि परिचर्चा गर्नेछौँ भने अछाम 1 मा नेपाली कांग्रेसका उम्मेद्वारले विजेता हात पार्नु भएको छ। त्यो क्षेत्र